तेल तताएँ मैले हैन तेल फाइनली मैले तेल हालेर तेल तताइसकेँ अनि यहाँ चाहिँ तपाईको के छ भने जीरा अनि तपाईको अजवाइन अनि मेथी तीनटा चीजहरु चाहिँ साग बनाउँदा मिक्स हाल्यो भने मिठो हुन्छ हैन त्यो चाहिँ अब यहाँ गरम हुँदैछ गरम भएपछि म हाल्छु हैन अनि थोरै सुकेको खोर्सानी पनि हाल्दा राम्रो हुन्छ यहाँ चाहिँ सुकेको खोर्सानी हैन मैले चाहिँ जे पनि बनाउँछु प्रायः जस्तो भिडियो बनाएर हाल्छु मैले जे पकाएर खान्छु हैन म पकाउनु त आउँदैन तर पनि नर्मल चिजहरु जे बनाउँछु त्यो म भिडियो बनाएर हाल्छु हेरेर यसो नगर्नु होला भन्न चाहन्छु बनाउनु त आउँदैन यसो टाइम पासको लागि मात्र यहाँ चाहिँ तपाईको 6 आलु अदुवा लसुन काटेको यहाँ छ हैन यो चाहिँ तपाईको प्याज र दुईटा खोर्सानी हालेको छु हरियो खोर्सानी काटेर अदुवा लसुन काटेको हालेँ हैन काटेको अदुवा लसुन हालेँ काटेको टमेटो हाल्नु अनि यो आलु काटेको चाहिँ हाल्नु सबै साथमै पाक्छ हैन चाहिने नुन कति चाहिन्छ हाल्नु अनि थोरै बेसार पनि हाल्नु हैन छोडिदिनुस् 3-4 मिनट अनि आलु हेर्नुस् कसरी आलु सब्जी हेर्नुस् हल्का हैन यहाँ चाहिने के चाहिन्छ मसलाहरू तपाईले एड गर्न सक्नुहुन्छ तपाईलाई चाहिने मसलाहरू यो चाहिँ मिक्स मसला हो गरम मसला सबै त मिसिएको छ यसमा हैन अल एभ्रिथिङ मिसिएको छ सबै मिसिएको छ धेरै हामीले पनि पर्दैन त्यो हालिसकेपछि अब थोरै म थोरै हाल्छु यो चाहिँ तपाईले पनि त्यो मसला हो मलाई थाहा छैन मैले मिक्स मसलै भन्दै थोरै एड गरेँ धेरै गर्दिनँ एकछिन छोड्दिनु है
राखेको पालक चाहिँ यहाँ चाहिँ यसलाई काट्नु पर्यो अब होइन हल्का त्यस्तो मसिनो त होइन ठिकै काट्ने यो पालकलाई चाहिँ ठिक्क पारेर काट्ने होइन काटेर अर्को भाँडामा चाहिँ ट्रान्सफर गरौँ हामी है अब यहाँ आँट्दैन यो सबै मिनटपछि फेरि अघि काटेर राखेको सागलाई हाल्छौँ है त्यस्तो पकाउनु त आउँदैन यो नर्मल पकाइ हो तर पनि जे पकाउँछु म भिडियो बनाएर हाल्ने कोसिस चाहिँ गर्छु होइन यसो टाइम पासको लागि बसिरहेको यसलाई मजाले चलाइदिनुहोस् होइन मिक्स गर्नु पऱ्यो होइन सबैतिर मिक्स गर्नु पऱ्यो त्यो मसलाहरू हालेर छ मजाले मिक्स गरेर अनि भयो चलाएर होइन फाइनली हामीले चाहिँ 3-4 मिनटपछि चाहिँ हामीले यसलाई खोलेर फेरि हामी हेर्छौँ हाम्रो सब्जी कस्तो भएछ भनेर कस्तो भएछ होइन 3-4 मिनटपछि चाहिँ